रोल कैमरा एक्शन। काली काली कातिल नजर न देख मुझे से, खोया खोया रहता हूँ तेरी यादों में बैठे। काली काली कातिल नजर न देख मुझे से, खोया खोया रहता हूँ तेरी यादों में बैठे। लै बड़ी लै माया छ है दिन लै लै, बनै खायो डढे लोले मनै खायो तिम्रो मायाले। हाम्रो भेटघाट पहिलोचोटि हो, भन आज कहीँ कतै जाने हो। सो हेलो गाइस, सो फेरि पनि तपाईँलाई स्वागत छ मेरो न्यू ब्लगमा, एकदम ताजा फ्रेस होइन। सो आज धेरै दिनपछि एउटा सो आज एकदम धेरै दिनपछि एउटा न्यू ब्लग लिएर आइसकेको छु होइन। थुप्रो भयो नि त हाम्रो बिल्डिङ त, अनि कत्रो बिल्डिङ के यत्रो होइन, माथि हेर्नुपर्छ, तन्केर हेर्नुपर्छ हेर्नु पनि। सो थुप्रो भइसकेको थियो नि त भिडियो नबनाएको, अनि यसो आज अलिकति सानोतिनो कता थियो अल्कुत जाने थुप्रो भइसकेको थियो भिडियो नबनाएको। सो अनि आज अलिकति यसो सानो छोटो मिठो एउटा भिडियो बनाउँ भनेको होइन, किनकि अब बाहिर कतै निस्किँदैन नि त, रुमको रुममै ड्युटी रुम त्यही भएर कतै गइँदैन पनि। सो आज चाहिँ यसो जस्तो गरेँ होइन, एउटा सानो छोटो मिठो एउटा भिडियो बनाऊँ भनेर निस्केको होइन, दुईजना छौँ। अब त्यतातिर फाइल गएको थियो एकछिन होइन, फाइल गएर अब जस्तो यतातिर अगाडि अब साइडतिर घुम्दै सिसाइड हुँदै यसो होइन जानुपर्छ। होइन सो हामी जस्ट दुईजना आएको थियौँ, यता कता गयो यता छ। सो हामी दुईजना आएको छौँ। हो लुलु आइपुग्यो त पुरानो मार्केट। सो हाम्रो लुलु मार्केट चाहिँ होइन यो जस्तै होइन, मार्केट जस्तो पनि देखिँदैन क्या बिल्डिङ लोगो हेरेर लुलुहरू चिन्दैन होला। लुलु त्यो लोगोले मात्रै हो क्या, नभए त छैन केही। अनि यो बाटो थिएन कि अर्को बाटो चाहिँ थियो, अर्को बाटो चाहिँ आइएछ। उता पल्लो बाटो छ कि उतातिर थियो। हामी अर्कै बाटो आइसक्यो। सो हामी दुईजना आएको अहिले होइन। यसो परिचय देऊ नि त नि आफ्नो। मेरो परिचय के दिनु त, सबैले चिन्नु भएको होला। अब आज हो नि त फर्स्ट टाइम अब सँगै निस्केको भ्लग बनाउँदै। अरू बेला त अब निस्किदिनँ पनि परिचय मेरो त उसमा हुन्छ, भलकमै हुन्छ हो। सो हामी दुईजना माझ आएको थियौँ होइन, अलिक काम पनि थियो नि त, त्यही काम सकेर अलिक ढुङ्गा पनि गर्ने भनेर निस्केको थियौँ। त्यता कामसाम सकिसकेको छ, यसो अलिकति अब हाम्रो सिसाइडतिर पनि यसो ढुङ्गा पर्दै भनेर नि थुप्रोतिर भइसकेको थियो, सिसाइडतिर पनि नआएको। यसो जुन सिसाइड घुम्यौँ के कस्तो छ। हाम्रो बिहान भनेपछि अर्को बाटो जाने प्लान थियो, तर त्यताबाट त्यहाँको भ्यू राम्रो थियो कि जस्तो अलिकति भ्यू होस् अहिले। अब नेक्स्ट बाटो त्यो पल्लो बाटो थियो कि त्यो बाटो दामी छ कि। यो बाटो थियो कि त्यो बाटो थियो नि त। सो जाउँ न होइन अगाडि, यसो अर्को छिर्दिउँ एकचोटि। सो अलिकति अगाडि रोड छ नि त होइन, रोडमा अलिकति गाह्रो गरिन्छ। सो रोड पारी गरेर अलिकति भिडियो कन्टिन्यू गरौँ है त। राजधानी का बबुआ तुम देसी बबनिया, मैं तो हर गली बसंती लगा गजरिया।
छैन भने नि थाहा पाउँछौ हो रातभरि जाग्राम बिना आराम पुग्ने गरिदिन्छु पुरा डोज सो हामी अहिले होइन जस्ट अलकुद मलभित्र छिरेको सो एकछिन यहाँनिर हल्का होइन घुमघाम गर्ने घुमघाम त्यसपछि अनि तल गर्ने होइन हामी चाहिँ जस्तो एक साइडबाट छिरेको थियौँ नि त सो एक साइडबाट छिरेको जस्तो अब अर्को साइड उता पल्लो रोड पारि निस्किने त्यो होइन सो जाउँ तल उता रोड पारि जाउँ कस्तो छ होइन ल है त सो अब अलिक अगाडि होइन जाउँ सो हामी होइन कता गयो बाटो छोडी छैन आउनु त आयो तर ए होइन नि यो पुरै ए तल आइसक्यो नि भयो भयो हामीलाई चाहियो कि काली काली कातिल नजर न देख मुझे ऐसे खोया खोया रहता हूँ तेरी यादों में बैठे काली काली कातिल नजर न देख मुझे ऐसे खोया खोया रहता हूँ तेरी यादों में बैठे लै बड़ी लै माया छ है तिमीलाई नै बनै खायो डढेलो जे मनै खायो तिम्रो मायाले सो हामी चाहिँ जस्ट होइन उता अर्को मलबाट जस्ट भर्खर निस्किसक्यो नि त्यहाँनिर अलिक काम गऱ्यो खासै बसेन होइन किनकि अब हामी अलिक ढिलो निस्केको थियौँ नि त त्यही भएर खालि हाम्रो चाहिँ के प्लान थियो जस्तो अलिक खासै त्यस्तो प्लान थिएन एकछिन घुमघाम गर्ने हो त्यस्तो घुमघामबाट त्यस्तो निस्किहाल्ने भनेर त्यही प्लान थियो सो आइयो घुमियो होइन निस्क्यो मौसम फेरि एकदम राम्रो छ क्या आज फेरि मस्त हावा चलिरहेको छ होइन चिसो छ मौसम त्यस्तै हो अब एकछिन अब राउन्ड हान्दै होइन अब हाम्रो यता सिसाइड तर्फबाट जस्ट राउन्ड हान्दै त्यसपछि अनि यता रुमतिरै जानुपर्छ धेरै पनि घुम्नु हुँदैन राति हुँदै यस्तो बवाल हावा चिसो मौसम चलिरहेको छ ट्याक्ट आउने सट्ट हावा खाने जाने त्यही हो यसो यसो हावा खायो गयो त्यही हो मौसम चाहिँ एकदम राम्रो छ कि अब यसो नेपालमा जाँदा के सुनिन्थ्यो नि होइन नेपाल विदेशमा पुरा गर्मी होइन पुरा गर्मी हुन्छ भने सुनिन्थ्यो होइन केको गर्मी हुनु तर यहाँ यस्तो नेपालकै मौसम छ कि पुरै अब नेपालकै मौसम कि अब नेपाल घर उता पात हल्लिलो नेपालमा चाहिँ के थियो भने चाहिँ हाम्रो सोच के थियो होइन सबै कुरा सुनिन्थ्यो नि म जस्ट फर्स्ट टाइम आएको नि त अब उहाँ चाहिँ के सुनिन्थ्यो भने जस्तो अब विदेशमा चाहिँ पुरा गर्मी के गर्मी बस्न सक्दिनस् कसरी बसेस् विदेशमा भन्ने त्यस्तो भन्थ्यो तर त्यस्तो केही मौसम त्यस्तो केही छैन कि त्यस्तो केही फिलै नहुने जस्ट नेपाली जस्तो हो कि अब यही अब देशै त्यस्तो हो कि होइन अरू देशमा चाहिँ जस्ट थाहा भएन मलाई के कस्तो होइन तर यो देशमा कस्तो छ भने होइन पुरै नेपालीकै मौसम अब जाडो महिनामा होइन जस्तो जाडो अति जाडो कि नेपाली पुरै जाडो अब गर्मीमा पनि फेरि गर्मीमा चाहिँ फेरि अति नै गर्मी होइन त्यो गर्मीमा त अब गर्मी भइहाल्छ पानी पर्दा पनि पानी पनि फेरि अति पर्दिने होइन अब अलि राति जस्तो मौसमले पुरै चिसो मौसम कि मस्त हावा चलिरहेको छ त्यस्तो अब त्यस्तो गर्मीको के फिलै छैन कि पुरै मस्त हावा चिसो हावा चलिरहेको छ होइन हिँड्न पनि जस्तो रमाइलो अब जस्तो अब दिउँसो अब राति अब भने कतिले भनिरहेको जस्तो राति चाहिँ चिसो भइहाल्छ मौसम भइहाल्छ त्यस्तो चिसो मौसम भइहाल्छ भनिरहेको होला तर होइन कि राति हिँडे पनि होइन दिउँसो हिँडे पनि जस्तो दिउँसो पनि यस्तै हो क्या मौसम खासै गर्मी हुँदैन जस्तो घाम त लागिरहेको हुन्छ तर नेपाल जस्तो नर्मल कि जस्तो हिँड्न सकिन्छ आरामले अब अलिअलि गर्मी त हुन्छ तर हिँड्न सकिन्छ आरामले जस्तो गर्मी फिल हुँदैन कि ठिकै छ अब यसो अलि त्यहाँनिर होइन सिसाइड तर्फबाट जस्तो घुम्दै त्यसपछि जाने हो समुद्र यहीँ छ समुद्र यहीँ छ होइन समुद्र जस्तो यो हेरिँदैछ तर त्यस्तो के हुन्छ भने अब अन्यास नि त त्यस्तो हेरिदिन्छु अब मलाई मिल्दैन हाम्रो भेटघाट पहिलोचोटि हो भन आज कहीँ कतै जाने हो कुसुमे रुमाल चिन लैजाऊ यसपालि लाने गरिरहेको छु देऊ म डाँडा काँडा काटेर मसँगै जाउँ न तिमी तिम्रो मनसम्म जाने बाटो देखाइदेऊ न है माया तर्की फर्की झर्की भाइ नि बोलिदेऊ न है सो हामी चाहिँ जस्तो होइन अहिले जस्तो यो एउटा सानो मेरो छोटो मिडियो एउटा सानो सिनेमेटिक क्लिप त हेरिहाल्नु भयो होला जस्तै अब यो सिनेमेटिक क्लिपदेखि अब हामी चाहिँ जस्ट निस्केको होइन
सो हामी जब निस्केको जस्ट अब रुमतिर जानुपर्ने हुन्छ होइन धेरै ढिलो भइसक्यो नि त धेरै यहाँ बसेर पनि काम छैन सो अब त्यही त जाउँ सो अब निस्किन्छौँ होइन जान्छौँ अब रुमतिरै यहाँ धेरै बेर बसेर पनि काम छैन धेरै बेर नबसौँ अब बाटो कस्तो गर्नु पर्यो गाडी त आएको आइछ होइन त्यसो त नि कस्तो भयो आजको घुमाइ मजाले घुम्यो नि ठिक छ सो अब जाउँ होइन गाडी चाहिँ फेरि म आएको आइसकेँ गाडी जाने जाउँ सो अब जानुपर्छ होइन रुम जानुपर्छ खाना खाएको छैन नि त अब गएर खाना पनि त खानु पऱ्यो नि त भोके बसेर घुमेर त भएन घुमेर मात्र भएन नि त जाने हो खाना खाने हो त्यसपछि मजाले आराम गर्ने हो भोलि फेरि ड्युटी पनि जानुपर्ने छ सो अब चाहिँ होइन हामी चाहिँ जस्ट सबै हाम्रो घुमाइसमाइ सबै सकिसक्यो होइन सबै घुमेर सकिसक्यो अब जस्ट हामी रुम जाने हो रुम गएर जस्ट अब आरामले खानसाना खाएर अब सुत्नुपर्ने हुन्छ होइन त्यस्तै अब आज जस्तो सक्यो त्यस्तै अब नर्मल भिडियो यसो बनायो किनकि थुप्रो दिन भइसकेको थियो नि त एउटा भिडियो पनि नबनाएको भिडियो नहालेको होइन त्यही भएर एउटा जस्ट सानो यसो कहिलेकाहीँ सम्झिराख्नु भाइलाई सम्झिराख्नु भनेर चाहिँ जस्तै एउटा सानो एउटा भिडियो चाहिँ बनाएको थिएँ होइन के कस्तो लाग्यो यसो भनिदिनु होला होइन कमेन्ट गरिदिनु होला भिडियो कस्तो के कस्तो लाग्यो होइन जस्तै एउटा सानो छोटो मिठो एउटा कमेन्ट छोडिदिइराख्नु होला के कस्तो लाग्यो होइन भिडियो लाइक चाहिँ गरिदिनु होला जस्ट लाइक गरिदिनु र सब्सक्राइब गरेको छैन भने सब्सक्राइब पनि गरिदिनु होला 7 बजेको खोइ ल ठिकै छैन सो आजको भिडियो जस्तो अब हामीले यहीँ सक्नुपर्ने हुन्छ किनकि हाम्रो जस्तो अब रुम गइसकेपछि त अरू केही हाम्रो हुँदैन नि त अब होइन भिडियो सिडियो केही हुँदैन अब गएर जस्तो रुम जाने हो सुत्नुपर्ने हुन्छ भोलि ड्युटी पनि हुन्छ नि त सो त्यही हो अब सो यस्तै होइन आजको जस्ट भिडियो अब यहीँनिर इन्ड गर्नुपर्ने हुन्छ आजको भिडियो के कस्तो लाग्छ सब भनिदिनु होला होइन सो आजको भिडियो यति नै भेट्नेछु फेरि नेक्स्ट ब्लगमा सब्सक्राइब छिटै अब बनाएछ भने चाहिँ जस्ट भेट्नेछु अब बनाएन भने त अब यस्तै हो होइन सो आजको लागि चाहिँ यति नै त